हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। तपाईलाई स्वागत छ मेरो यो मिनी ब्लगमा। अनि के छ त हजुरहरुको हालखबर। म चाहिँ आज बिहानै पशुपतिमा दर्शन गर्नलाई जाँदैछु र हिजो पनि गएको थिएँ पशुपतिमा त फलफुल लिएर, तर बीच बाटोमै बाँदरले खाइदिहाल्यो झम्टेर। सो आज चाहिँ म त्यही बाँदरलाई प्राङ्क गर्नको लागि चाहिँ खाली प्लास्टिकमा अरू सामान हालेर चाहिँ लिँदैछु। हेरौँ भिडियो कस्तो बन्छ, अन्त्यसम्म हेर्न नभुल्नु होला। र साथै मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला। यो चाहिँ बाँदरलाई ड्युको लागि चाहिँ हामीले ठक्क पानी हालेर लिँदैछौँ। अनि यो चाहिँ बाँदरलाई प्राङ्क गर्नको लागि चाहिँ हामीले अनेक प्लास्टिकहरू प्याक गरेका छौँ। र हिजो चाहिँ केरा लिएर गएको थियौँ भने आज चाहिँ हामी प्राङ्कको लागि प्लास्टिक लिँदैछौँ। र रेडी भइसक्यो हाम्रो सामान पनि बाँदरको लागि। अब जानलाई चाहिँ पशुपति रेडी पनि भइसक्यो। अब हामी चाहिँ यहाँबाट डाइरेक्ट बस चढेर सामाकोसीसम्म जानेछौँ र त्यहाँबाट चाहिँ अर्को गाडी चेन्ज गर्नुपर्ने हुन्छ। हामी सामाकोसी उत्रेर चाहिँ हामी पठाउमा गयौँ पशुपतिसम्म। र गाडीमा जाँदा चाहिँ ढिलो नै हुन्छ, जाम हुन्छ बाटोमा। त्यही भएर चाहिँ हामी पठाउमा जाँदा चाहिँ छिटो पनि पुगिन्छ र त्यहाँ पूजा आजा पनि गर्न छिटो हुन्छ। हामी चाहिँ पठाउमा सरासर छिटो हुन्छ भनेर गयौँ, तर काठमाडौँमा चाहिँ जताकतै जाम हुन्छ भनेर हामी चाहिँ सरासर भित्रको रोडदेखि गयौँ र भित्रको रोडमा पनि पुरै जाम नै रहेछ। फाइनल्ली पशुपति नजिक पनि आयो र हामी चाहिँ